हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल र म चाहिँ प्रमिला तामाङ। आजदेखि मेरो डेली भ्लग आउँदैछ र हिजो सधैँ जान्थेँ, तर आज चाहिँ मलाई फेरि एउटा भिडियो हेरेको थिएँ। त्यही भिडियोले मलाई भ्लग बनाऊँ जस्तो लाग्यो। सो त्यसैले म चाहिँ त्यही भ्लग हेरेर अनि त्यसपछि मलाई डेली भ्लग बनाउन मन लाग्यो। त्यसैले अब मैले खानासाना खाइसकेँ। अब म रेडी भएर कलेज जान्छु। सो आज चाहिँ लास्ट डे घाम छ, त्यसैले आज चाहिँ छाता ओढेर जानुपर्ने हुन्छ र म रेडी भएर छाता ओढ्दै गइसकेको छु र आज लास्टै घाम भएर म चाहिँ छाता ओढेर जाँदैछु। अनि मेरो बाटो चाहिँ यस्तो छ, कलेज जाने बाटो। अनि बाटो यस्तो छ यहाँ। अब बाटो कुखुरा पनि देख्न सक्नुहुन्छ, कुखुरा पनि छ र यो बाटोबाटै जाने। यो बाटोबाट गइसकेपछि अनि त्यसपछि हाम्रो पानी परेर हिले हिलो भएको थियो। सो यस्तै हिले हिले जानुपर्ने हुन्छ। अब एकछिनपछि चाहिँ रेड चिल्ली आउँ हो। यो चाहिँ रेड चिल्ली हो। यहाँ चाहिँ हाइवे रोड छ र त्यसैले म चाहिँ यहाँ फर्स्ट टाइम भएर होला कस्तो अड लागिरहेको थियो। त्यही भएर म चाहिँ छाता ओढेर लुकाउँदै हिँडिरहेको थिएँ। मान्छेहरूले नि हेरिरहनु भएको थियो र आज अनि त्यसपछि अब म चाहिँ हिँडेँ। साथीहरू चाहिँ अलि अगाडि थिए, म चाहिँ जहिले नै पछाडि नै हुन्थेँ र आज चाहिँ उनीहरू चाहिँ अलि अगाडि छ, म चाहिँ अलिक पछाडि नै छु। त्यसैले म चाहिँ हिँडिरहेको छु। अहिले भेटाउँछन् होला सायद, त्यही हो। र म चाहिँ छाता ओढ्दै गइसकेको थिएँ र आजको भ्यू चाहिँ कस्तो राम्रो छ, हेर्न सक्नुहुन्छ। आजको भ्यू एकदम राम्रो छ र मेरो साथीहरू, म चाहिँ प्लानिङमा आइपुगेँ। मेरो साथीहरू चाहिँ तलबाट गए अनि म चाहिँ माक्लोबाट अलिक छिट्टो हुने बाटोबाट आएँ। अनि आइसकेपछि अब उनीहरूलाई अहिले भेट त भइहाल्छन् है। अनि त्यसैले म चाहिँ एक्लै हिँडेँ। अल्छी नलागी हिँडेँ। घाम यस्तो चर्को थियो नि, कहिले पानी पर्छ कहिले के पर्छ, यस्तै हुन्छ। अनि त्यही भएर सो अब मेरो भिडियो छ खासै अब राम्रो त भएन होला। जे जस्तो भए पनि माया साथ सपोर्ट दिनु होला भन्दै। सदा चाहिँ कति धेरै पानी पर्थ्यो र आज चाहिँ लास्टै चर्को घाम, हेर्न सक्नुहुन्छ कस्तो चर्को घाम लागिरहेछ। र मकै बारी दर्याम भन्दै मकै घारी बाटो नै त्यही हो, कलेज जाने बाटो। अनि म चाहिँ मकै घारी हिँडेँ। अब त्यही हो बाटो चाहिँ। अब अनि त्यसपछि मेरो कलेज, म पढ्ने कलेज यही हो। मेरो कलेज आइसक्यो र कलेजमा अब मोबाइल चिराउन एलो गर्दैन नि त, त्यसैले मेरो साथीहरू पनि आइपुगिसके। अब मैले चाहिँ एकछिन पर्खिनु पर्ने हुन्छ। अनि अब त्यही हो, दुईजना छाता ओढेर आउने। सो हामी चाहिँ भेट भयौँ अनि हाई गर भनिदिएको थिएँ अनि उनीहरूले हाई पनि गर्यो। सो कलेजमा एलो गर्दैन मोबाइल चलाउनको लागि, त्यसैले मैले मोबाइल अफ गरेर राख्नुपर्ने हुन्छ। त्यसैले कलेज छुट्टी भएपछि म हजुरहरूलाई देखाउने छु। सो साथीहरू, म चाहिँ कलेज छुट्टी भएर आइसकेँ र हामी चाहिँ अब खाजा खाने भनेर, खाजा खिलाउने बर्थडे पार्टी भनेर भनिरहेको थियो साथीले। अनि त्यही भएर हामी चाहिँ ग्रुपमै आयौँ, सबैजना ग्रुपमा आयौँ। अनि त्यसरी चटपटी खुवाउने भनेर मैले देखाइरहेको छु। र यो चाहिँ मेरो साथी हो, ब्रेन्चमेट। अनि ऊ चाहिँ एकदम फन्नी चाहिँ होइन। अनि हामी दुईजना हाँस्यौँ, गफ लायौँ। उनीहरू आफ्नै दुनियाँमा छन् र हामी आफ्नै दुनियाँमा छौँ। र हामी खाजा अनि एकछिनपछि चटपटी खायौँ। अनि चटपटी नि हामीले एकचोटि मात्र होइन क्या, 3-4 चोटि खायौँ कि चटपटी। यहाँको चटपटी यस्तो बेस्ट छ नि, मलाई अरू ठाउँमा खायो भने नि मलाई यहीँको याद आउँछ कि त्यस्तो मिठो बन्छ क्या यहाँ चटपटी। अनि कस्तो राम्रो लाग्छ। अनि हामीले चाहिँ खाजा खायौँ। अनि त्यसपछि अब भयो धेरै नखाऊँ भनेर अनि आयौँ। अनि त्यसपछि यो चाहिँ कति चकचके थियो, चले गर्छ। अनि त्यसपछि अब हामी चाहिँ अब छुट्टिनु पर्छ भन्ने, अब हामी यता तलतिरबाट जान्छौँ, उनीहरू माथिबाट जान्छ। अनि त्यही भएर उसले तलबाट लगेन भनेर भनिरहेको थियो। अनि सो मैले चाहिँ बाई गरेँ अनि हामी सबैजना अनि छुट्टिएर गयौँ। अनि त्यसपछि कल्याण र म चाहिँ गयौँ। म चाहिँ खुट्टामा टक्क ट्र्याक्टर लाएर, माथि नि ज्याकेट टक्क लाएर फोन गरी कान्छीलाई भन्दै हाँस्दै अनि म चाहिँ गएँ। त्यसपछि अब यही हो।
मेरो चप्पललाई चाहिँ के ट्र्याक्टर कुनैले हेलिकप्टर राखिदिएको छ नि त अनि सो त्यसैले अब घाम लागिरहेको थियो एकैछिनमा अनि एकैछिनमा त फेरि पानीको बर्सात हुन लाग्यो अनि त्यसपछि चाहिँ अब खासै राम्रो त भएन होला यति भन्दै म बिदा हुन चाहन्छु। अब कस्तो लाग्यो मेरो भिडियो हेरिदिनु होला, माया गरिदिनु होला। नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला। अब सुरुमै राम्रो त नहोला, अब बिस्तारै बिस्तारै राम्रै गर्दै जाने हो। अब कस्तो लाग्यो भनिदिनु होला। यति भन्दैमा म बिदा हुन चाहन्छु। उहाँ चाहिँ लिची छ, लिचीलाई नहेर्नु अनि मेरो भिडियोलाई हेरिदिनु होला भन्दै अब यति भन्दै बाई सबैजनालाई म चाहिँ बिदा हुन चाहन्छु अनि त्यही हो। बाई सबैजनालाई, लभ यु।